यति हट सस राख्नुपर्छ कि उहाँले स्प्राइट खानु स्प्राइट छिटो छिटो 1 मिनेट भइसक्यो छिटो खानु है छिटो खाइसक्नुहुन्छ कि सक्नुहुन्न है उन 50 खाइसक्ने छाट देखेन मैले नि छिटो फास्ट हट सस पिरो भएन अरे पुरा यता चट्नी पिरो भयो 16 फास्ट टाइम आउट भइसक्यो उहाँलाई मैले भनेको थिएँ कि 2 मिनेटमा खानुभयो खाइसक्नुभयो भने म हजुरलाई 500 रुपिस दिन्छु भनेको थिएँ कति मिनेटमा खाइसक्नुहुन्छ है अब हेर्दै जाउँ फिनिस्ड ओके उहाँले भन्दै हुनुहुन्छ म 2 मिनेटमा खाइसक्छु 1 प्लेट चाउमिन एक भन्दै हुनुहुन्थ्यो तर उहाँ चाहिँ 2 मिनेटमा सक्नु भएन 4 मिनेटमा चाहिँ सक्नुभयो सो स्प्राइट चाहिँ उहाँको अझै पनि बाँकी रहेछ कति फिनिस्ड भयो आकांक्षा ल 5000 रुपिस दिने भनेको मैले हजुरलाई अब 500 पनि भएन यहाँ अब चाहिँ के हुन्छ भन्दा हजुरले 2 मिनेटमा खाइसक्छु भन्नुहुन्थ्यो नि त अब 2 मिनेटमा खाइसक्नु भएन पिरो भएछ ल अब हामी यो च्यालेन्ज गरेका थियौँ प्लिज सिट डाउन अनि च्यालेन्ज गरेका थियौँ सो च्यालेन्जमा हजुर चाहिँ विनर हुन सक्नु भएन त्यसैले गर्दाखेरि हजुरलाई सम्मानको स्वरूप मैले 100 रुपिस दिएको छु यो 100 एकदम हजुरले हट सस खाएको भएर पिरो भएको छ यस्तै गुलियो चिज खाएर कुल हुनु ओके टेक इट हाय सो ह्याप्पी यस